आज चाहिँ मैले तपाईँहरूको लागि एउटा यो पीएसडी फाइल लिएर आएको छु, जुन चाहिँ यो एउटा नानीको डेट अफ बर्थको चाहिँ फोटो फ्रेमिङ हो। यो फोटो फ्रेमिङ हो। तपाईँहरूले पनि यस्तो खालको फोटो फ्रेमिङहरू बनाउन सक्नुहुनेछ। यो अहिले एकदमै डिमान्डेड रहेको छ, सबै चारैतिरबाट यसको डिमान्ड चाहिँ बढिरहेको छ। तपाईँहरूले यस्तो खालको आफैले डिजाइन गर्न पनि सक्नुहुनेछ, या तपाईँहरूलाई बनिरहेको फाइल मैले पाए हुन्थ्यो भन्नुहुन्छ भने पनि यो फाइल यसको पीएसडी फाइल चाहिँ मैले यसै भिडियोमा एउटा लिङ्क हालिदिनेछु र त्यो लिङ्कमा गएर तपाईँहरूले चाहिँ डाउनलोड गर्नुभयो भने यो फाइलहरू पाउनुहुनेछ। यहाँ नानीको सबै डेट अफ बर्थहरू छ, जन्मेको साल, नानी जन्मिँदा कति केजी थियो, कहाँनेरि जन्मेको, बाबा मम्मीको नाम के हो हैन। अनि त्यस पछाडि यो अर्को नानी, जुन दुईजना नानी यो सँगै जन्मेको दुईटा नानीहरू ट्विन्स हुँदा पनि यो काम दिने भयो। र यो चाहिँ अगाडि पछाडि जन्मेका नानीहरू हुन्छन् जो चाहिँ 2 वर्ष 3 वर्ष 4 वर्षको ग्यापिङमा जन्मेका छन् भने पनि यो खालको तपाईँहरूले एउटा समेटेर बनाउन सक्नुभयो। यसलाई कस्टमाइज गर्न एकदम सजिलो छ, त्यस्तो ठुलो गाह्रो झन्झट छैन। जस्तै तपाईँले यो फोटो पहिला सिलेक्ट गर्नु पर्यो भने यो फोटोलाई पहिला डिलिट गर्नुहोस्, त्यस पछाडि यसलाई सिलेक्ट गर्नुहोस् अनि तपाईँहरूले कहाँनेरि फोटो ल्याउनु पर्ने हो, कहाँनेरि छ फोटो, त्यो फोटो खोजेर ल्याएर यसमाथि छोडिदिनुहोस्। यसमाथि छोडिदिसकेपछि ठ्याक्कै यो यहाँ जुन यहाँ रेक्ट्याङ्गल भनेर देखाएको छ त्योदेखि मासतिर आएर यो फोटो बस्नेछ र त्यहाँ आएर बसिसकेपछि त्यो फोटो र यसको बिचमा यसरी माउस लानुहोस् र अल्ट थिचेर क्लिपिङ मार्क्स गरिदिनुहोस्। यसरी क्लिपिङ मार्क्स गरिदिएपछि यो जसरी बसेको छ त्यसै गरी यहाँ हालेको फोटो पनि बस्छ। मैले अहिले यही फोटो ब्याक सारेर ल्याएँ। यो सबै फोटोहरू हाल्ने तरिका भनेको त्यसै गरी नै हो र मैले पनि सबै फोटोहरू त्यसै गरी नै हालेको छु। यो सबै एडिट हुन्छ, तपाईँले यो सबै चाहनुहुन्छ भने सबै एडिट गर्न सक्नुहुन्छ। यो फन्टहरू पनि सबै नै चेन्ज गर्न सकिन्छ यहाँबाट। मैले यो जस्ताको तस्तै फाइल तपाईँलाई चाहिँ युट्युबमा लिङ्क हुन्छ र त्यो लिङ्कमा गएर तपाईँहरूले डाउनलोड गर्न सक्नुहुनेछ। यो फाइल डाउनलोड गरेर तपाईँहरूले आफ्नो डिजाइनमा प्रयोग गर्न सक्नुहुनेछ। सजिलो छ। तपाईँहरूलाई सिधै डाउनलोड गरेपछि तपाईँहरू डाइरेक्ट फेसबुकमा चाहिँ फोटोसपमा चाहिँ यसलाई रिडाइरेक्ट ओपन गर्न सक्नुहुनेछ। यो डाइरेक्ट आएर फोटोसपमा ओपन हुनेछ र फोटोसपमा ओपन भइसकेपछि तपाईँहरूले यसलाई आफ्नो तरिकाले आफ्नो फोटोहरू युज गरेर हाल्न सक्नुहुनेछ। यो फाइलको साइज है, यो मैले 12-18 मा डिजाइन गरेको हुँ। तपाईँहरूले यसलाई 8-12 मा पनि डिजाइन गर्न सक्नुहुनेछ। 8-12 मा पनि डिजाइन गर्नको लागि यसलाई कुनै गाह्रो अप्ठ्यारो भने छैन। मैले चाहिँ यो 12-18 मा डिजाइन गरेको छु र यो 12-18 को 300 DEP राखेर गरेको छु। तपाईँहरूले पनि त्यही अनुसार गर्नुहोला। म यो फाइल चाहिँ माथि लिङ्क, तल लिङ्क हालिदिनेछु, त्यो लिङ्कमा गएर डाउनलोड गर्न सक्नुहुनेछ तपाईँहरूले।